Oh. Hi everyone, नमस्ते। तपाईलाई फेरि पनि स्वागत छ मेरो अर्को मुकबाङमा। अनि तपाईहरु चाहिँ मेरो च्यानल सेल्सङ ब्लग हेर्दै हुनुहुन्छ। सो आज चाहिँ एकजना मेरो भ्युअर्सले चाहिँ एकदमै ठुलो बिग मोमो लिएर आउनु भन्नु भएको भएर चाहिँ आज मैले उहाँको कमेन्ट हेरेर चाहिँ एकदमै ठुलठुलो मोमो लिएर आएको छु। अनि बाहिर एकदमै घाम लागिरहेको छ, यता मिरिकतिर गरम छ। अनि मलाई चाहिँ पानीपुरी नै खान मन लागिरहेको थियो, अनि त्यही भएर अलिकति पानीपुरी लिएको छु। अनि पिउनको लागि कोक छ, अनि यहाँ चाहिँ छ सुप। अब ढिला नगरिकन म खान सुरु गर्छु। फर्स्टमा कोकबाटै सुरु गरौँ। ओ माई गॉड, मलाई चाहिँ स्प्राइटहरु भन्दा पनि कोक ज्यादा मन पर्छ, अनि त्यही भएर म कोकै ल्याउँछु ज्यादा। ओ ओके, म चाहिँ कोकबाट सुरु गर्छु। ओके, लेट्स स्टार्ट। फेरि यो अलिकति कालो कालो देखिरहेको होला, मैले चाहिँ आटाको बनाएको हो नि त, मैदा नभएर चाहिँ। अनि यो चाहिँ यस्तो फुटेछ पनि। मैले जहाँसम्म मेरो दिमागले भ्याएसम्म चाहिँ मैले अलिकति जुसी बनाउने कोसिस चाहिँ गरेको छु साथीहरू। फर्स्ट वाइ खाएँ ल। अनि जो उसले कमेन्ट गर्नुभएको छ त्यो कमेन्ट चाहिँ म यहाँ माथि राखिदिनेछु। म चाहिँ सुरु गरेँ, हेरेर इन्जोय गर्नु होला। ओ भाइ साहब, तातो। सोचेको भन्दा ज्यादा मिठो। बवाल छ त। तातो भएका बिग बाइट खाउँ भन्दा नि पानीपुरीमा चाहिँ मैले बोतलमा नै, दोकानमा जस्तो थियो ढिलो भएर त्यस्तै बोतलमा नै लिएर आएको छु। यो माथिको रातो रातो चाहिँ मैले चिल्ली सस बनाएको घरमै। ओ माई गॉड, यस्तो तातो चाहिँ कसरी खानु। बाहिरको अलिकति मान्छेहरू बोलेको आवाजहरू आइरहेको होला।
माइन्ड नगरिकन हेरिदिनु होला बाटोको छेउमा घर छ रोडको छेउमा त्यस्तै हुन्छ ओ माई गॉड यसमा त मैले नुन लगाएको छैन नि त एकदमै तातो बनाउनु बित्तिकै सिटपहरू मिलाएर चाहिँ खान सुरु गरिहालेको जुसी देख्दैछ मोमो खाने दिन चाहिँ छैन पानीपुरी आइसक्रिम खाने दिनहरू चाहिँ भइरहेछ बाहिर चाहिँ तर म चाहिँ एक्लै हुन्छु नि त प्रायः मुकबाङ गर्दाखेरि अनि रेकर्ड भएको छ कि छैन भनेर हेर्नुपर्छ क्या उठ्दै गाह्रो छ आज नि म एक्लै छु अन्त नुन हालेको थिइनँ नि त यसमा जहाँसम्म मलाई लाग्छ यो खान सक्दिनँ होला भनेर यस्तो टेस्टी भएको छ कि कुरै नगरौँ चुइरहेछ
एउटा खान सक्दिनँ म, यो चाहिँ छोड्नु हुँदैन, यो चाहिँ खान्छु। भुँडी अगायो, मुख आएको छैन, तर त्यस्तो खानु हुँदैन फेरि अपच। लास्ट वान पानीपुरी। बिग मोमो, जुसी मोमो यस्तो दामी, शब्द छैन, यस्तो दामी भयो। अचार कुरै नगरौँ, शब्द छैन भनेपछि अब तपाईँले कुरा बुझिहाल्नुभयो। अनि एकदमै पिरो भयो, किन यहाँबाट मैले चिल्ली ओइलहरू पनि लगाएको थिएँ नि त, अनि अचारमा डल्ले खोर्सानी लगाएको थिएँ, सबै पोलिरहेछ। मजा आयो साथीहरू खानुको लागि, तातो तातो मिठो भयो। एउटा बाँकी रह्यो, यो खान सकिनँ किनभने भुँडी ड्याम्मै भइसक्यो नि त। सो तपाईँहरूले मेरो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरिदिनु भयो होला। अनि मेरो मुकबाङहरू मनपर्छ भने चाहिँ तपाईँले लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गरिदिनु होला। अनि प्लिज कमेन्ट गरिदिनु होला नेक्स्ट मुकबाङ मैले के लिएर आउनुपर्छ भनेर। अनि तपाईँले जे भन्नुहुन्छ म त्यही मुकबाङ लिएर आउनेछु। थ्याङ्क्स फर वाचिङ, बाई बाई, नेक्स्ट भिडियोमा भेट्नेछौँ।